Bro here, and it's starting morning at 6 o'clock in the morning, and welcome to episode 5. What about now? So episode 5 को main theme के हो भन्दाखेरि I am just going to observe all those things, हैन. अब के छ बाटोमा यताउति, nothing much. So this episode 5 यो आइसक्रिम वाला त पुरा हतारमा हतार आइसक्रिम पग्लिन्छ जस्तो. So guys, right now I am at सोरोफुटे नयाँ बजार जाने बाटो मेरी छु म अहिले, हैन. So episode 5 is just about observing the road scenario के भइरहेछ यताउति, हैन. So first of all त हामीले गाई देख्यो ल. Okay, then सोरोफुटेबाट I am heading towards my home. यो भित्रको बाटो नयाँ नसरी 83 लट को चक्का तो झन् घटेर आयो क्या. 160 रहेछ जस्तो. कति पागल चक्का रे. आई थिंक दैट्स 160. अलिकति साइड दिनुहोस् न. त्यसो गरेर कसो होला. गल्ली सल्लीमा फेरि वाक्क लाग्छ नि मलाई त चलाउनु पर्ने. सर हिँड्नै पाइँदैन है, त्यो बोर्ने. अस्ति एउटा ठ्याक्कै गाडीको पछाडिपट्टि यस्तो बिचबाट गएर ठ्याक्कै गाडीले छलाएर गयो. झन्डै भित्रै छिरिरहेको खाल्डोमा. इट वाज लाइक हुन्छ नि मान्छेहरूले त के गरे होला जस्तो लाग्यो होला, होइन. तर आई वाज एक्चुअली अलमोस्ट आन्टी चाहिँ अलमोस्ट भित्रै गइसक्यो क्या. हुन्छ नि त्यो कहाँ यो इन्सिडेन्ट कहाँ भएको भन्दाखेरि ठ्याक्कै त्यो बालबटारको पेट्रोल पम्पकै साइडमा क्या यत्रो ढक्कन खोलेर राखेको थियो. यस्तो भङ्ग पारेर यहाँ पनि खाल्दो रहेछ. के अरे ढक्कन रहेछ. एटलिस्ट अब त्यो ढक्कन सकन खोलिदिएपछि यार मतलब हुन्छ नि एउटा झन्डा वा एउटा के गर्छ अरे यो. जस्तै अब एउटा झन्डा हुन्छ वा कुनै एउटा हुन्छ नि अब साइनबोर्ड कुनै एउटा कोन जस्तो एउटा के राखिदिनु. त्यस्तो केही गरेपछि पो हुन्छ नि अब थाहा हुन्छ क्या मान्छेलाई. यत्तिकै खाल्डी छोड्दा सिधै वेलकम टु द खाल्डो भनेर जस्तो क्या. खाल्डोमा सिधै जा. Okay, let's show some of my skills, man. Stood down. Like के भयो त अगर बनाएर राखेको छ कहिले मेन्टेन गर्नु छैन अनि स्टार्ट नहुने त्यसैको त हुन्छ. यसरी मेन्टेन यार एभ्री टाइम. अब टाइममा सर्भिसिङ गर्ने यताउति बाइक चलाइसकेपछि त बी रेस्पोन्सिबल गाइज यार. कति भन्ने भन्न आउँदा यार. इफ यु आर अ रियली इन्थुजियास्ट अबाउट बाइक एन्ड इफ यु रियली लभ यर मेसिन मान्छेले गर्छ क्या यार. टाइममा सर्भिसिङ यताउति गर्ने, आफ्नो सेड्युल हेर्ने, ट्रिपमा राख्ने, कति माथि दिइरहेको छ के दिइरहेको अप टु डेट हुने. अब त त्यही हो. अब रेस्पोन्सिबिलिटी भनेको त्यही हो. बाइकमा अलिकति आफ्नो पनि एउटा के देखाउनु पर्ने. अब मेसिन हो भनेर कति मलाई लाग्दै पेलेर त हुँदैन नि, होइन. अलिकति सो सम रेस्पेक्ट टुवर्ड्स ए मेसिन गाइज. भनेर मात्र के हुँदैन, भनेर मात्र के हुँदैन, भनेर मात्र के हुँदैन, गरेर देखाउनु छ भन्ने गीत चाहिँ मैले भर्खरै बना. ट्याउसी 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 वीर गोर्खाली ट्यासी. त्यो वीर गोर्खाली भन्नेमा यस्तो ब्रेक हान्न त पाइएन नि यार. इन्डिकेटर कति ढिलो भएर वीर रे नाच्नु. खाल्डोमा पुरुपुरु उफ्रिँदाखेरि ट्युन बन्दो रहेछ एउटा. पटाक 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 पटाक
आज मेरो इयरफोनले किन काम गरेर छैन यता हेर चला रे अङ्कल 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 झन्डै अङ्कल आज माथि यस्तो यार बाटो यार एकछिन चलायो फेरि रोक्यो अनि माइलेज घन्टा दिन्छ अनि बाटो राम्रो हुनुपर्छ नि माइलेज दिनलाई त राम्रो तेल हालेर के हुने बेला छैन Oh man, it's good. Pickup राम्रो रहेछ पक 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 अन्य मारौँ जानुस् जानुस् के हो रे ढाका तथा बाँसबाट निर्माण तयारी वस्तुहरू गुड रिफ्लेक्टिङ आवर कल्चर्स गुड वन मनपर्छ मलाई यस्तो कुराहरू के गर्छ यहाँ दुई दुईवटा ओम्नी ट्विन्स भाइ दाजुभाइ हो कि यार यिनीहरू बाटो पनि छोड्दैन